जोडी त चाहिने रहेछ हैन। अनि त्यसरी नै सेवकै अगाडि बढ्यो। म तपाईहरुलाई यो यही विश्वास हैन, मेरो जुन एउटा विश्वास थियो त्यही विश्वासलाई मैले सक्रिय बनाउँदै आएको हो अहिलेसम्म। त्यसकारणले गर्दाखेरि मलाई कुनै पनि प्रकारको कुराहरूले मलाई त्यति धेरै निरुत्साह बनाउँदैन। मलाई रिस पक्का उठाउँछ, पक्कै मलाई रिस उठ्छ धेरैवटा कुराले, तर म कहिले पनि निराश भने हुँदिन हैन। प्रभुको विषयमा कहिले नकारात्मक कुरा मेरो मनबाट पनि आउँदैन, मेरो मुखबाट पनि आउँदैन। किन भन्दाखेरि मैले विश्वास गरेको परमेश्वर विश्वासयोग्य हुन्छ, उहाँ भरोसा गर्न सकिने परमेश्वर हुनुहुन्छ र मेरो विश्वास त्यही नै थियो। त्यही कारणले गर्दाखेरि मलाई सेवकाईमा निरुत्साह पार्ने धेरै भए, केही समयमा निरुत्साह भए, तर फेरि पनि उठ्ने मैले मौका पाएँ हैन। र मैले अहिले पनि प्रयत्न गरिरहेको छु धेरै कुराहरूमा हैन। त्यसले गर्दाखेरि आज म तपाईहरुको माझमा विश्वास हैन, परमेश्वरलाई र प्रसन्न बनाउने विश्वासको विषयमा तपाईहरुको माझमा एक दुईटा कुराहरू गर्न चाहन्छु। अनि हामीले परमेश्वरलाई हैन, म यो तरिकाले खुसी बनाउँछु, त्यो तरिकाले खुसी बनाउँछु भनेर हामी धेरैले सोच्दछौँ। अनि यो सोच्दाखेरि हाम्रोमा एक्कासी एउटा मानसिकता, एउटा मनस्थिति आउँछ, परमेश्वरमा यति धर्मी हुने हैन, यति धर्मी भएर देखाउने। अनि त्यो परमेश्वरमा एउटा धर्मी भएर देखाउने जुन एउटा मानिसको एउटा कुरा छ, त्यो चाहिँ फेरि कति समयमा त्यति असल बन्दैन हैन, त्यति असल बन्दैन। किन भन्दाखेरि धर्मी हुन चाहने मान्छेले जहिले भए पनि त्यो गर्नुहुन्छ, त्यो गर्नु हुँदैन, त्यो खानुहुन्छ, त्यो खानु हुँदैन हैन। यस्तो कुराहरूलाई पालन गरेर धर्मी भइटोपल्छन्। तर बाइबलमा हामी त्यस्तो कुराहरू पाउँदैनौँ। त्यति धेरै त्यस्तो कुरामा हामी सीमित भएर बस्नु हामी आवश्यक छैन। यसको मतलब हामी चाहिँ जस्तो सुकै लाइफ जिउने भन्ने कुरा पनि होइन। हाम्रो लाइफ परमेश्वरको वचनको परिधिभित्र हाम्रो जीवन स्तर हामीले जिउनु पर्छ। अनि परमेश्वरको वचनको परिधिभित्र रहेर हामीले काम गर्दै परमेश्वरको महिमा गर्ने कुराहरू आउँछ। आज मैले तपाईहरुको विषयमा भन्नुपर्दा अब विश्वास भनेको चाहिँ हैन, आशा गरिएको कुराको सार हो, नदेखिएका कुराहरूको प्रमाण हो भनेर बाइबलले भन्छ। मैले त्यो सेवाकै सुरु गर्दाखेरि म यस्तो तरिकाले उ गर्छु, यस्तो गर्छु, मैले त्यतिखेर सोचेको, मैले भन्न ताकेको, मैले लक्ष्य राखेको कुराहरू प्राय धेरै जस्तो भएको छ हैन। मण्डलीहरू स्थापना भएको छ, सुसमाचार प्रचार धेरै भएको छ हाम्रो सेवकाईद्वारा। यी दिनहरूमा पनि सुसमाचारको कुराहरूमा मैले परिचालन गरिराखेको छु हैन भाइहरूलाई। अब यो 6-7 दिनमा फेरि माथि मेरो गाउँमा प्रचारक टिम जाँदैछ। झापामा प्रचारको काम भइराखेको छ, फलोअपको कामहरू भइराखेको छ। मैले अस्ति तपाईहरुलाई भन्दै थिएँ, अब छिट्टै झापामा फेरि अर्को 3वटा झुण्ड सुरु हुनेवाला छ भनेर मैले भन्दै थिएँ हैन। अनि त्यो कुरा यही हो, एउटा विश्वासको, हाम्रो विश्वास भनेको चाहिँ हैन आशा गरिएको कुराहरूको सार हो, नदेखिएका कुराको प्रमाण हो। हाम्रो बाइबलमा के भनेको छ भने विश्वास भनेको चाहिँ आशा गरिएको कुराको निश्चयता हो हैन, अनि नदेखिएका कुराको प्रमाण हो। बाइबलमा के भन्छ हिब्रू 11:1 अब विश्वास भनेको आशा गरिएको कुराको निश्चयता हो हैन। अब यो चाहिँ किङ जेम्सको बाइबलमा यो सबस्टान्स भनेर भनिएको छ। सबस्टान्स भनेको चाहिँ एउटा सारलाई पनि देखाउँदो रहेछ। अनि किङ जेम्सको बाइबलमा
मैले अघि भनेको खण्ड